Nice feeling, I guess, सबैजना चाहिँ एउटा राम्रो टचमा छ एन्ड विभ गट जुन हाम्रो पहिलादेखिको समस्या थियो एज अ ब्याटिङ ग्रुप आई गेस इट्स कभर्ड अप अहिले सो एकजनाले पर्फर्म नगरे विभ गट लड अफ ब्याकअप अहिले विभ गट डिप ब्याटिङ द्याट पनि सो एभ्रिबडी इज पर्फर्मिङ एन्ड द वे ही प्लेड आज द वे कुशल भुर्तेल गेभ अ स्टार्ट होइन इट वाज लाइक वी आर नेभर हामी गेममा कहीँ पनि पछाडि थिएनौँ एन्ड इट वाज इजी विन फर अस आज सी अब एउटा प्राइम स्पिनर भएर एउटा मात्रै अहिले टिममा मेन स्पिनरको रूपमा खेल्दा चाहिँ अब कुशलले रोहितले आएर चाहिँ बिचमा त्यो चिप इन गरेपछि चाहिँ हामीलाई सजिलो हुन्छ बोलिङ डिपार्टमेन्टमा तर एज ए सिङ्गल मेन लेग स्पिनर अर स्पिनरको रूपमा खेल्दा चाहिँ आई निड टु बी भेरी डिफेन्सिभ एन्ड अन द सेम टाइम आई निड टु बी अट्याकिङ गर्ने खालको वातावरण पनि आफैले बनाउनु पर्ने हुन्छ सो धेरै प्लानहरू चाहिँ थिएन जस्ट निड टु पुट अन द राइट एरियाज एन्ड त्यहाँबाट चाहिँ अब बलले कस्तो हुन्छ अब विकेट त्यस्तो स्पिनर्सहरूको लागि हेल्पफुल छैन तर पनि अब ह्याभिङ सेड द्याट जति हुन्छ आफूले चाहिँ कम स्कोर दिएर अर्को टिमलाई चाहिँ सकेसम्म लो टोटलमा राख्यो भने हाम्रो ब्याटर्सहरू यतिकै फर्ममा छ अहिले होइन उहाँहरूलाई पनि सजिलो हुन्छ सो इट्स बिन वान अफ दोज कन्सिस्टेन्ट प्लेयर इन T20 फर्मेट हाम्रो फर ए लङ टाइम होइन एन्ड पक्कै पनि अब कमी चाहिँ उसको महसुस हुने नै छ तर पनि हामी भरपुर प्रयास गर्नेछौँ कि यहाँबाट जसरी हुनसक्छ जितमाथि जित निकालेर वर्ल्ड कपसम्म पुग्ने र डिपीलाई पनि त्यो हाम्रो तर्फबाट एउटा गिफ्ट हुनेछ र आई गेस इट्स गट ए बिट अफ सिरियस इन्जुरी र 1-1.5 महिना जति चाहिँ आई गेस एज पर एज आई हर्ड उसलाई चाहिँ 1-1.5 महिना चाहिँ रिकभर हुन नै लाग्छ एन्ड वी विश हिम स्पिडी रिकभरी अनि सकेसम्म छिटोभन्दा छिटो उसलाई पनि ग्राउन्डमा हेर्न पाऊँ हामीले त्यो कति कुराहरू प्राइभेट कुराहरू हुन्छ होइन अब हामी जिस्किन्छौँ एकअर्कासँग तर हिज ह्याभिङ फन वी मेकिङ स्योर कि इज नट अवे फ्रम अस वी स्टे इन टच विथ इच अदर होइन सो सबैजना एकअर्कासँग रमाइलो गरिरहेको छौँ एन्ड देन लास्ट टाइम वी मिस द अपर्च्युनिटी बाई भेरी स्मल मार्जिन सो वी डेफिनेटली वुड लभ टु मेक स्योर कि अहिलेको पालि त्यो गल्ती नहोस् आउँछ त्यो पर्सनल माइलस्टोनहरू पनि दिमागमा हुन्छ कतिचोटि तर अब जुन तरिकाको एन्भाइरोमेन्ट अहिले बनिरहेको छ अब जहाँ चाहिँ च्यालेन्जिङहरू हुन्छ पावर प्ले पछि बोलिङ गर्न अब त्यति बेला चाहिँ कहिलेकाहीँ पर्सनल माइलस्टोनहरूलाई पनि साइडमा राखेर यति बेला कन्ट्रीलाई यति बेला आफ्नो टिमलाई के इम्पोर्टेन्ट छ विकेट इम्पोर्टेन्ट छ भने म अट्याक गर्छु यदि विकेट इम्पोर्टेन्ट छैन भने डिफेन्सिभ रोल पनि खेल्छु र अघि नै भने जस्तै एउटा मात्रै मेन स्पिनर ग्रुपमा खेल्दा चाहिँ तपाईँले धेरै कुराहरू एकदम लिमिटमा भएर र आफूले कन्ट्रोल गरेर नै त्यो भनौँ न गेमको कन्डिसन अनुसार आफूले प्रस्तुत गर्नुपर्छ आफूलाई र सकेसम्म आफ्नो रोललाई चाहिँ प्ले गर्ने खोजिरहेको छु र सकेसम्म टिमलाई जे अपोनेन्ट टिमको मेन विकेटहरू हुन्छ आफूले त्यो निकाल्यो भने आई गेस आधी टिमलाई नै त्यतिकै प्रेसर हुन्छ सिम्पल अब जसरी अहिले यो 2टा गेम खेलेको छौँ आई गेस निड टु स्टिक विथ द प्लान एन्ड देन जस्ट गो एन्ड एक्सप्रेस युर सेल्फ द वे वी बिन प्लेइङ इन लास्ट रिसेन्ट 7 or 8 months or so आई गेस कुनै पनि टिमलाई अहिले आएर नेपाललाई हराउन त्यस्तो सजिलो नहोला 1-2 गेम तलमाथि हुनसक्छ तर अहिले जुन काइन्डको फर्ममा छ यो टिम जुन तरिकाले ब्याटिङ बोलिङ फिल्डिङ तिनटै डिपार्टमेन्टमा हामी राम्रो गरिरहेको छौँ आई गेस we've got a wonderful opportunity to lift the trophy this time. Pressure त डेफिनेटली क्रिकेट मात्रै होइन कि कुनै स्पोर्ट कुनै पनि लाइफकै कति कुराहरूमा जुन पनि सेक्टरमा चाहिँ प्रेसर चाहिँ हुन्छ बट द वान हु एब्जर्भ द प्रेसर एन्ड देन जस्ट रिस्पेक्ट द कन्डिसन आई गेस he understand the situations well and then just express himself in different ways जहाँ चाहिँ उसले टिमको लागि कसरी राम्रो गर्न सकिन्छ र त्यो अपर्च्युनिटिजहरूलाई चाहिँ कसरी क्यापिटलाइज गर्छ त्यो पनि बुझ्न सकिन्छ